हेलो इट्स मी आरआरटी सर। आज तपाईलाई मैले चाहिँ नै कन्टिन्युअस प्रोबेबिलिटी डिस्ट्रिब्युसनको बारेमा केही कन्सेप्टहरु लिएर आएको छु। नर्मल प्रोबेबिलिटी डिस्ट्रिब्युसन भनेको चाहिँ हाम्रो एमबीए, एमबीएस, एमपीए, त्यस्तै गरी बीबीए, बीबीएम, बीसीए, बीआईटी, त्यस्तै गरी बीएससी, सीएसआईटी, बीई सिभिल, यसमा प्रोबेबिलिटी अन्तर्गत प्रोबेबिलिटी एन्ड स्ट्याटिस्टिक्स अन्तर्गत यो हामीले एकदमै पढ्नुपर्ने इम्पोर्टेन्ट टपिक हो। एक्जामको लागि पनि र तपाईहरुलाई एकदमै रिसर्च ओरिएन्टेड कामहरुको लागि पनि एकदम चाहिने कन्टिन्युअस प्रोबेबिलिटी डिस्ट्रिब्युसन। त्यो कन्टिन्युअस प्रोबेबिलिटी डिस्ट्रिब्युसनको आज हामी नर्मल प्रोबेबिलिटी डिस्ट्रिब्युसन भन्छौं, त्यो पढ्न गइरहेका छौं। यदि तपाईहरुसँग आज फुर्सद छैन भने यो भिडियो तपाईले हेर्दा स्टार्ट नगर्नुस्। पछि पहिला तपाईले के गर्नु पर्यो त भन्दा पहिला तपाईसँग कम्तिमा 1 घण्टा टाइम छुट्याउनु पर्यो अनि 1 घण्टासम्म तपाईले यसमा फोकस हुनु पर्यो कि मसँग टाइम छ भन्ने 100% फिक्स भएपछि मात्र यो भिडियो हेर्नु होला। त्यो भयो भने तपाईले चाहिँ यसको आउटपुट पाउनुहुन्छ। हैन तपाईसँग फुर्सद छैन भने अर्को दिन हेर्नु होला। यो आरआरटी एकाडेमिया भन्ने युट्युब च्यानलमा तपाईले यो भिडियो पाउनुहुन्छ है त। यो कन्टिन्युअस प्रोबेबिलिटी डिस्ट्रिब्युसन भनेको चाहिँ के हो त? अब त्यहाँबाट कुरा गरौँ। यो कन्टिन्युअस प्रोबेबिलिटी डिस्ट्रिब्युसन भनेको चाहिँ नि एउटा प्रोबेबिलिटी डिस्ट्रिब्युसन हो जहाँ यसका भ्यालुहरु कुनै एउटा ए र बी कुनै भ्यालुहरुको रेन्ज भित्र पर्छन् भन्छ नि। कुनै दुईटा भ्यालुहरुको बीचमा रेन्ज भित्र आउने भ्यालुजहरु छ, प्रोबेबिलिटीको भ्यालुहरु यदि रेन्ज भित्र आउँछ भने त्यो कन्टिन्युअस हो। त्यही कन्टिन्युअस प्रोबेबिलिटी डिस्ट्रिब्युसनको बारेमा आज हामी कुरा गर्न गइरहेका छौं। त कन्टिन्युअस प्रोबेबिलिटी डिस्ट्रिब्युसन भनेको चाहिँ नि के रहेछ त? प्रोबेबिलिटी डिस्ट्रिब्युसन रहेछ जसको भ्यालुजहरु सर्टेन रेन्ज भित्र पर्दो रहेछन्। जस्तै ए र बी को बीचमा अथवा कुनै सर्टेन जस्तै 1 पछि डाइरेक्ट 2 नआएर 1.1 1.2 पनि आउने यस्तो कुनै रेन्ज भित्र भ्यालुहरु आउँछ भने त्यसलाई हामी के भन्छौं? कन्टिन्युअस प्रोबेबिलिटी डिस्ट्रिब्युसन भन्छौं। त्यो कन्टिन्युअस प्रोबेबिलिटी डिस्ट्रिब्युसनको बारेमा आज हामी कुरा गर्न गइरहेको छौं। त कन्टिन्युअस प्रोबेबिलिटी डिस्ट्रिब्युसनको लागि हामीले चाहिँ के गर्नुपर्ने हुन्छ त? एउटा नर्मल डिस्ट्रिब्युसन पढ्नलाई हुनाले नर्मल भेरिएट z निकाल्नु पर्ने हुन्छ र त्यो z निकाल्ने फर्मुला चाहिँ के हुन्छ त? z = x - μ/ स्ट्यान्डर्ड डेभिएसन भन्ने फर्मुला हुन्छ। त यो z लाई चाहिँ हामी के भन्छौं? स्ट्यान्डर्ड नर्मल भेरिएट भन्छौं, SNV। स्ट्यान्डर्ड नर्मल भेरिएट SNV भनेको z = x - μ/ स्ट्यान्डर्ड डेभिएसन हुन्छ। यो x, μ र स्ट्यान्डर्ड डेभिएसन सबै के हुन्छ त? यहाँ गिवन भएको हुन्छ। र यो नर्मल प्रोबेबिलिटी डिस्ट्रिब्युसन भएको हुनाले यहाँ एउटा नर्मल कर्व बनाउनु पर्छ। त नर्मल कर्व भनेको के हो त भन्दा कुनै एउटा सर्टेन भ्यालु भित्र यो कर्व बेल शेपमा हुन्छ भनेको लेफ्ट साइड तिर र राइट साइड तिर उस्तै फिगर बन्छ भने यसलाई हामी नर्मल कर्व भन्छौं। नर्मल कर्व यस्तो खालको हुन्छ है। नर्मल कर्वको यो बीचको भ्यालु जो हुन्छ त्यसलाई चाहिँ हामी म्यु भन्छौं। म्यु भनेको x भन्ने भेरिएबल जसले नर्मल डिस्ट्रिब्युसन फलो गर्छ। त्यो नर्मल डिस्ट्रिब्युसन फलो गर्नेको मिन भ्यालुलाई चाहिँ म्यु भनिन्छ। त म्यु भनेको यहाँ लगेर राख्नु भयो भने म्यु - μ/ स्ट्यान्डर्ड डेभिएसन भएर यहाँ z को भ्यालु चाहिँ के हुन्छ त? 0 हुन्छ। तब यो नर्मल कर्वको टोटल एरिया, यो कर्व जुन नर्मल डिस्ट्रिब्युसनको कर्व छ त्यसलाई हामी नर्मल कर्व भन्छौं। त्यो नर्मल कर्वको टोटल एरिया यो भित्रको एरिया चाहिँ कति हुन्छ? 100% एरिया हुन्छ। अथवा प्रोबेबिलिटीमा 100% भनेको 1 हो, यसको भ्यालु 1 हुन्छ। तब यो भ्यालुबाट लेफ्ट तिर 0.5 राइट तिर 0.5 हुन्छ। त्यसैले यो कर्वलाई हामी सिमेट्रिक कर्व भन्छौं है। यो कर्व एउटा सिमेट्रिक कर्व हो। यसको लेफ्ट तिर र राइट तिर बराबर भ्यालुज हुन्छ। 0.5 भ्यालु हुन्छ। पहिला हामीले यति कुरा बुझ्नु पर्छ र योसँग रिलेटेड न्यूमेरिकल क्वेशन्स हामी गर्न सक्छौं। त त्यसको लागि हामीले के को हेल्प लिन्छौं त भन्दा एउटा नर्मल टेबल भन्ने हुन्छ, स्ट्याटिस्टिकल टेबल। त्यो नर्मल टेबल हेरेर यसको न्यूमेरिकल क्वेशन्स गर्छौं। त्यसैले यो तपाईले भिडियो चाहिँ हेर्दाखेरि चाहिँ नि अलि ध्यान दिएर हेर्दिनु होला, टाइम दिएर हेर्दिनु होला अनि तपाईले यसको सल्भ गर्न सक्नुहुन्छ। आजको लागि हाम्रो फर्स्ट क्वेशन छ। हेर्नुस् त, गिवन अ नर्मल डिस्ट्रिब्युसन विथ मीन = 100। मीन चाहिँ 100 छ रे, स्ट्यान्डर्ड डेभिएसन 10 छ रे। व्हाट इज द प्रोबेबिलिटी दैट x is greater than 75? त्यस्तै गरी x is less than 70, 75 is less than x is less than 85, x is 80 or x is greater than 10 or यो अरु क्वेशन छ। त्यो क्वेशन्स हेर्छौ है त। अब हामी यसको सोलुसनमा लानु। त हामीलाई गिवन के छ त? अहिले हामीलाई त्यो लेखौं। गिवन हामीलाई दिएको भ्यालुहरु छ। हाम्रो मीन छ, म्युलाई हामी म्युले डिनोट गर्छौं जसको भ्यालु 100 छ।
त्यस्तै गरी स्ट्यान्डर्ड डेभिएसनलाई हामी सिग्माले डिनोट गर्छौं, त्यसको भ्यालु 10 छ। बुझ्नुस् है, म्यु दिएको छ, सिग्मा दिएको छ। अब तपाईलाई के चाहिँ निकाल्नु पर्ने छ भन्दाखेरि ए नम्बरमा चाहिँ हामीलाई फाइन्ड गर्नुपर्ने प्रोबेबिलिटी छ जसमा x को भ्यालु चाहिँ कति छ त, which is greater than 75 equals to what। त अब हामीले के भनिरहेका छौं, यो नर्मल प्रोबेबिलिटी डिस्ट्रिब्युसनमा भएको भेरिएबल नर्मल भेरिएबललाई हामी z ले डिनोट गर्छौं। त्यसो भए हाम्रो z को भ्यालु निकालौं। when x equals to 75, x को भ्यालु 75 भयो भने z equals to कति हुने भयो त अब x minus mu by standard deviation। x भनेको 75 minus mu भनेको 100 by 10, यो गर्दा -2.5। अब हामीले के पत्ता लगाउनु पर्यो त भन्दा therefore हामीलाई चाहिने प्रोबेबिलिटी जहाँ x को भ्यालु ग्रेटर देन 75 भनेको के रहेछ त, प्रोबेबिलिटी अफ z को भ्यालु ग्रेटर देन -2.5 रहेछ। -2.5 भन्दा ग्रेटर। अब यो नर्मल प्रोबेबिलिटी डिस्ट्रिब्युसनमा हामीले सधैं नर्मल कर्वको हेल्प लिनु पर्छ। त्यही भएर यहाँ म नर्मल कर्वको कन्स्ट्रक्ट गर्छु, एउटा नर्मल कर्व ड्रा गर्छु। यो नर्मल एउटा नर्मल कर्व हो। यो नर्मल कर्वमा यो तलको भ्यालु हुन्छ यहाँ कति त, z को भ्यालु यहाँ 0 हुन्छ। त अब z को भ्यालु यहाँ 0 हुन्छ भने लेफ्ट तिर आएपछि नेगेटिभ भ्यालु भेटिन्छ। त्यही भएर हामीले 2.5 भनेको मानौ न z को भ्यालु यहाँ निर रहेछ, z इक्वल्स टु -2.5। अब हामीलाई के चाहियो हो, -2.5 भन्दा माथि तिरको एरिया चाहियो हो, यो प्रोबेबिलिटी को भ्यालु चाहियो हो -2.5 भन्दा ग्रेटर को भ्यालु। तब यो -2.5 भन्दा ग्रेटर जानु पर्यो भने के गर्नु पर्यो त भन्दा त्यो दुईटा टुक्रा हेर त, यो टुक्रा र यो टुक्रालाई एड गर्यो भने स्याडो गरेको एरिया आउँछ। कहाँ देखि कहाँसम्मको भन्दा -2.5 देखि z को भ्यालु 0 सम्म प्लस उतातिर 0 भन्दा उताको टोटल भ्यालु त 0.5 हो। हामीले अघि भनिसकेका छौं सेन्टर भ्यालु भन्दा उतातिर 0.5, लेफ्ट तिर 0.5, त्यो राइट तिरको भ्यालु 0.5 भयो। किन त्यसरी ब्रेक गर्ने त भन्दा हरेक नर्मल प्रोबेबिलिटी डिस्ट्रिब्युसनमा टेबल हेर्नलाई z को भ्यालु जहिले पनि यहाँ 0 मा इन्ड भएको हुनुपर्छ। यो 0 सँग रिलेटेड कुरा हुन्छ। त्यसैले मैले के गरे, यहाँ 0 मा गरे, यहाँ देखि 0 सम्म भने। अब सिमेट्रिक रुलले के भन्छ त, यो 0 देखि लेफ्ट तिर 2.5 सम्म आउनु र यो 0 देखि राइट तिर 2.5 सम्म जानु इक्वल भ्यालु हुन्छ भन्छ। त्यसैले यो माइनस हटाउनु पर्छ। टेबलमा माइनस भ्यालु हेर्न मिल्दैन, त्यो माइनस हटाउन मिल्छ। कसरी हटाउने त भन्दा 0 इज लेस देन z इज लेस देन 2.5 गर्ने। यो माइनस त्यतिकै हटायो। कसरी हटायो त भन्दा बाइ सिमेट्रिक रुल। सिमेट्रिक भनेको यसको नेगेटिभ तिर 2.5 सम्म जानु र पोजिटिभ तिर 2.5 सम्म जानु भ्यालु एउटै हुन आउँछ। त्यसैले त्यो नेगेटिभ भ्यालु हटाए। अब मैले z टेबल तपाईहरुले लिनु पर्यो। z टेबल हेर्छु यहाँ, z टेबलमा गएर मलाई 2.5 को भ्यालु चाहियो, 2.5 को भ्यालु 0 मा चाहियो। अब त्यो टेबलमा के छ त भन्दा यतातिर लेफ्ट साइड तिर एउटा कोलम छ, त्यो कोलममा कहाँबाट सुरु भइराछ भ्यालुहरु 0.0 0.1 गर्दा यहाँ 2.5 सम्म गयो। अनि यता माथितिर नि के छ त त्यहाँ भन्दा 0.0 0.01 0.02 हुँदै गएको छ। अहिले हामीलाई 2.5 को भ्यालु चाहिएको हो नि त। त्यसैले 2.5 को पछाडी अर्को नम्बर छैन, 0 छ भनेर बुझ्नु पर्यो। त्यसैले 2.5 को 0 को तलको भ्यालु खोज्नु पर्यो। त्यसो भए 2.5 को 0 को तल मैले z टेबलमा भ्यालु निकाले भने 2.5 को फर्स्ट भ्यालु 2.5 यो कोलममा 2.5 हो नि, त्यसको फर्स्ट भ्यालु 0.4938 छ। 0.4938 प्लस 0.5 गर्दाखेरि कति भन्ने भयो त अब 0.9938 भयो। यो चाहिँ प्रोबेबिलिटी रहेछ। के को प्रोबेबिलिटी भन्दा त्यो x भन्ने भेरिएबलको भ्यालु 75 भन्दा ग्रेटर हुने प्रोबेबिलिटी कति भन्दा 0.9938। बी नम्बरमा जाऊ। बी नम्बरमा के चाहियो, x को भ्यालु 70 भन्दा लेस हुने प्रोबेबिलिटी। Probability of x which is less than 70 equals to what? अब हामीले यहाँबाट z को भ्यालु निकालौं। when x equals to 70 z को भ्यालु हुन्छ 70 minus
100/10 x minus mu by standard deviation यो गर्दाखेरि 70 minus 100 गर्नुस् त कति हुँदो रहेछ -30/10 गर्दा -3 भयो अब -3 भन्दा लेस हुने प्रोबेबिलिटी निकाल्नु पर्यो therefore probability of x which is less than 70 भनेको z को टर्ममा भन्दा z को भ्यालु को जो -3 भन्दा लेस छ भन्ने थाहा हुन्छ तब -3 भन्दा लेस भन्ने बित्तिकै अब हामी फेरि के गर्छौं अघि जस्तै एउटा नर्मल कर्व को स्केच गरौँ ड्रा गरौँ ल नर्मल कर्व यस्तो भयो यो नर्मल कर्वमा यो सुरुको भ्यालु बीचको भ्यालु z 0 तब हामीलाई -3 भनेको छ -3 भने मानौ यतातिर छ z -3 तब हामीलाई के को प्रोबेबिलिटी चाहिएको छ भन्दा त्यो z को भ्यालु चाहिँ -3 भन्दा लेस हुनु पर्यो लेस भनेको यता हुनु पर्यो यता ल यो स्याडो गरेको एरियाको हामीलाई चाहिएको हो एरिया यो एरिया भनेकै नर्मल कर्वले बाउन्डेड गरेको एरिया नै नर्मल प्रोबेबिलिटी हो यो प्रोबेबिलिटी निकाल्नु पर्यो हामीले स्याडो गरेको एरिया त स्याडो गरेको एरिया निकाल्न हामीलाई थाहा छ यो सेन्टर भ्यालु भन्दा यतातिरको पुरै भ्यालु कति हुन्छ 0.5 हुन्छ भनेपछि 0.5 माइनस यो स्याडो नलागेको एरिया गर्यो भने स्याडो लागेको एरिया हुन्छ भनेपछि के गर्ने त मैले 0.5 माइनस स्याडो नलागेको एरिया स्याडो नलागेको एरिया भने -3 देखि z को भ्यालु 0 सम्म यो स्याडो नलागेको एरिया -3 देखि 0 सम्मको यो पार्टमा चाहिँ स्याडो छैन त्यो सबट्र्याक्ट गर्ने अब कति हुने भयो 0.5 माइनस यो माइनस हटायो प्रोबेबिलिटी अफ 0 इज लेस देन z इज लेस देन 3 हुने हो अब यो कसरी भयो बाइ सिमेट्रिक रुलले ल सिमेट्रिक रुलले यो माइनस हट्यो अब 0.5 को 0.5 लेखौं यो 3 को भ्यालु टेबलमा हेर्ने फेरि अब 3 को भ्यालु टेबलमा हेर्दा 3.0 को भ्यालु हेर्नु पर्यो 0.49865 0.49865 भयो यो माइनस के गर्नु 0.00135 आउँछ यो चाहिँ हाम्रो अहिले बी नम्बरको लागि आन्सर भयो के को प्रोबेबिलिटी x को भ्यालु 70 भन्दा लेस हुने प्रोबेबिलिटी फेरि सी नम्बरमा जाऊ सी नम्बरमा के चाहिएको छ त भन्दा सी नम्बरमा चाहिँ प्रोबेबिलिटी अफ 75 इज लेस देन x इज लेस देन 85 यसको प्रोबेबिलिटी कति हो भनेर सोध्या हैन त 75 देखि 85 सम्म अब हामीले के बुझ्नु पर्यो त फेरि z को भ्यालु निकाल्नु पर्यो नि त when x = 75 z = 75 - 100/10 गर्दा -2.5 त्यस्तै गरी x को भ्यालु 85 राखौं when x = 85 z को भ्यालु 85 - 100 गरेर डिभाइड बाइ 10 गर्दा -1.5 Therefore, अब हामीले के बुझ्नु पर्यो प्रोबेबिलिटी अफ 75 इज लेस देन x इज लेस देन 85 भनेको कति रहेछ त प्रोबेबिलिटी z को कति त -2.5 देखि z को भ्यालु कति सम्म -2.5 देखि z को भ्यालु -1.5 को एरिया चाहिएको रहेछ अब अघिको जस्तै कर्व बनाएर हेरौँ है त कर्व यहाँ बनाए मैले यो कर्व नर्मल कर्व तब हामीलाई थाहा छ z = यहाँ 0 हुन्छ त हामीलाई चाहिँ के सम्म कहाँदेखि कहाँसम्म चाहियो भन्दा z = -2.5 देखि z = -1.5 सम्मको 2.5 देखि 1.5 सम्मको एरिया चाहियो अब यो -2.5 देखि -1.5 को बीचको एरिया निकाल्न के गर्छौं त हामी -2.5 देखि 0 सम्मको एरिया निकाल्छौं -2.5 देखि 0 सम्मको एरिया -1.5 देखि 0 सम्मको एरिया भनेको प्रोबेबिलिटी अफ -2.5 देखि z को भ्यालु 0 सम्म यहाँ फिगरमा हेर्नुस् है -2.5 देखि 0 सम्म भनेको ठुलो एरिया हो योबाट यो माथिको खाली एरिया सबट्र्याक्ट गरिदिन्छु माइनस प्रोबेबिलिटी अफ -1.5 देखि z को भ्यालु 0 सम्म यो एरिया सबट्र्याक्ट गर्ने फिगर हेरेर बुझ्नुस् इक्वल्स टु अब यो माइनस हटाउने अघिको जस्तै 0 इज लेस देन z इज लेस देन 2.5 माइनस प्रोबेबिलिटी अफ 0 इज लेस देन z इज लेस देन 1.5 अब के गर्ने टेबलमा गएर 2.5 को भ्यालु हेर्ने 0 मा हेर्ने 2.5 को पछाडी अर्को 5 थियो भने 2.5 को 0 को लाइनमा हैन 5 को लाइनमा गएर हेर्नु पर्यो टेबलमा अहिले 2.5 को पछाडी केही पनि नम्बर छैन भने 2.5 को डाइरेक्ट भ्यालु हेर्ने यो टेबलमा
2.5 को भ्यालु अहिले भर्खर लेखेको 0.4938 माइनस 1.5 को भ्यालु नि टेबलमा हेर्ने त्यसको 0.4332 छ 0.4332 यो दुईटालाई सबट्र्याक्ट गर्ने 0.0606 भनेपछि यो हाम्रो आन्सर भयो कहाँदेखि कहाँसम्म x को भ्यालु 75 देखि 85 सम्मको प्रोबेबिलिटीको भ्यालु चाहिँ यति हुँदै रहेछ 0.0606 फेरि अब हामीसँग के छ त डी नम्बर छ डी नम्बरमा चाहिँ के चाहिएको त भन्दा प्रोबेबिलिटी अफ x इज लेस देन 80 or x इज ग्रेटर देन 110 चाहिएको छ हामीलाई और भन्ने बित्तिकै के बुझ्नु पर्यो अब x is less than 80 plus probability of x which is greater than 110 भनेर बुझ्नु पर्यो अब यसलाई z मा कन्भर्ट गरौँ x को भ्यालु 80 हुँदा z को भ्यालु 80 minus 100/10 भनेको यो कति भयो त -2 भयो त्यस्तै गरी when x equals to 110 z को भ्यालु 110 minus 100/10 आएर 1 भयो भनेपछि हामीले बुझ्नु पर्यो कहाँदेखि कहाँसम्म एरिया चाहिएको रहेछ हामीलाई therefore probability of x less than 80 or x greater than 110 भनेको चाहिँ के रहेछ probability of z which is less than -2 plus probability of z which is greater than 1 भन्दा ठुलो र -2 भन्दा सानो चाहिएको रहेछ भनेपछि अब के गर्ने त यसलाई ट्याक्क यस्तो कर्भ लिने नर्मल कर्व बनाउने द नर्मल कर्वमा अब यो z = 0 भयो तब हामीलाई -2 भन्दा सानो भनेपछि z = -2 यहाँनिर लिए -2 भन्दा सानो थोरै भनेको यतातिरको पार्ट पर्यो सानो भन्ने बित्तिकै लेफ्टतिर जानु पर्यो त्यस्तै गरी z = 1 भने यो भयो यो भन्दा माथितिरको एरिया चाहियो हामीलाई यो स्याडो गरेको एरिया कति हो भनेर सोधेको क्वेशनले यो स्याडो गरेको एरिया निकाल्दै छौं हामीले भने के गर्नु पर्यो त त्यो खाली पार्ट घटाउनु पर्यो भनेपछि त्यो इक्वल्स टु टोटल एरिया जहिले पनि 1 हुन्छ 1 बाट खाली पार्ट दुईटा सबट्र्याक्ट गर्नु यो खाली पार्ट र यो खाली पार्टलाई सबट्र्याक्ट गर्दिनु त यो खाली पार्ट भनेको कहाँदेखि कहाँसम्म -2 देखि z को भ्यालु 0 सम्म अनि फेरि माइनस कुन घटाइदिने 0 देखि z को भ्यालु 1 सम्म 1 माइनस यो माइनसमा भाग हुनाले यसलाई पोजिटिभ बनाउने सिमेट्रिक रुलले माइनस हट्यो उतापटि त पोजिटिभै छ केही गर्नु परेन अब सिधै तपाईको काम के हो टेबल हेर्ने यहाँ 2 को भ्यालु हेर्ने भए 2.0 को भ्यालु कति छ 0.4772 1 minus 0.4772 minus 1 को भ्यालु छ 1.0 भनेको 0.3413 यो सबट्र्याक्ट गर्दिने अनि आन्सर आउँछ 0.1815 आन्सर ओके त्यस्तै गरी हेर्नुस् त क्वेशन नम्बर ई मा हेर्नुस् त 70% अफ द भ्यालुज विल बी अबव व्हाट x भ्यालु x को भ्यालु कति लिनु भयो भने 70% भ्यालु चाहिँ त्यो x को भ्यालु भन्दा माथितिर हुन्छ भनेर सोधेको छ यसको लागि फेरि ई नम्बरको सोलुसनको लागि फेरि एउटा अघिको जस्तै फिगर बनाऊ एउटा नर्मल डिस्ट्रिब्युसन कर्व है नर्मल कर्व बनाऊ एउटा यसरी अब यो नर्मल कर्व भन्ने बित्तिकै बेल शेपको बनाउने है अलि राम्रोसँग ट्याक्क लेफ्ट र राइट तिर उस्तै उस्तै हुने गरी बनाउनु पर्यो मानव यो सेन्टर भ्यालु भयो यो z को भ्यालु यहाँ कति छ 0 छ अब हामीलाई क्वेशनले के सोधिरहेको छ त भन्दा 70% भ्यालु चाहिँ x को भ्यालु कति लियो भने यहाँ त x को भ्यालु कति हो x को भ्यालु त यहाँ 100 थियो हैन x को भ्यालु 100 थियो नि मिन 100 थियो त्यसो 100 लिएर त भएन 100 भन्दा माथितिर त जम्मा 50% भ्यालुज मात्रै पर्यो तर हामीलाई क्वेशनले के सोधेको छ त कति पर्सेन्ट पर्नु पर्ने भनेको छ हाम्रो क्वेशनले हामीलाई चाहिँ क्वेशनले के भनेको छ 70% भ्यालु चाहिँ x को कुन भ्यालु भन्दा माथि गयो भने 70% भ्यालु पर्छ त भनेपछि x को भ्यालु 70% पर्ला मानौ यहाँ भन्दा माथितिर जाला यता माथितिर चाहिँ के होला 70% होला अब x को भ्यालु कति भयो भनेर सोधेको छ हामीलाई थाहा छैन x को भ्यालु यहाँ कति हो x को भ्यालु मानौं के हो x1 हो भनेर मान्दिने x को भ्यालु x1 राख्दा z को भ्यालु कति आउँछ अहिले थाहा छैन यसको भ्यालु -z1 मान्दिम
है -z1 चाहिँ किन भन्दा माइनस भन्दा 0 भन्दा लेफ्टतिर आउनु पर्यो z यो लाइनमा 0 थियो 0 भन्दा लेफ्टतिर आउनु पर्यो भनेपछि माइनस भयो किन लेफ्टतिर आउनु पर्यो भन्दा लेफ्टतिर आएपछि यहाँ भन्दा माथितिर 70% पुर्याउन सकिन्छ नत्र भए त यहाँबाट त उता जम्मा 50% मात्रै छ 70% भ्यालुज हुनलाई कति हुनुपर्छ भनेको छ अब हामी त्यही सपोज गरौँ let 70% values are more than x1 है 70% भ्यालु चाहिँ मोर देन x1 छ x1 भन्दा माथितिर चाहिँ 70% भ्यालु छ भनेर सपोज गर्यौ अब यो x को भ्यालु 70% भइसकेपछि when x equals to x1 x को भ्यालु x1 यहाँ लगेर राख्नुस् त अहिलेको स्ट्यान्डर्ड नर्मल भेरिएन्टमा z इक्वल्स टु कति हुन्छ x1 minus 100/10 हुन्छ यसलाई हामी के मान्दै छौं -z1 मानेका छौं किन -z1 गरेको त भन्दा यो नेगेटिभ तिर आएको भएर -z1 भने z को भ्यालु कति हो थाहा छैन त्यही भएर -z1 गर्दिएको अब यो -z1 गरिसकेपछि अब हामी के गर्छौं त भन्दा यो -z1 को भ्यालु चाहिँ हामी खोज्छौं अनि z को भ्यालु निकालिसकेपछि चाहिँ अनि बल्ल हामी के गर्छौं x को भ्यालु निकाल्छौं we have अब यहाँबाट हामी के बुझ्नु पर्यो प्रोबेबिलिटी अफ x जुन x के त बढीतिर को भन्दा बढीतिर x1 भन्दा बढीतिर के छ त 70% भ्यालु छ अब यो x राखेर त भएन हामीले टेबल हेर्दा त z चाहिन्छ अब x को भ्यालु x1 हुँदा z को भ्यालु z1 थियो -z1 भनेपछि z को भ्यालु ग्रेटर देन -z1 भयो भने त्यसले चाहिँ 0.7 एरिया कभर गर्छ 70% भनेको 0.7 को 70 लाई पर्सेन्टेज हटाउँदा डिवाइड बाइ 100 गरे अब त्यो फिगरबाट हेर्नुस् त यो -z1 भन्दा ग्रेटर तिर जानु पर्यो भने के गर्नु पर्यो प्रोबेबिलिटी अफ -z1 देखि z को भ्यालु 0 सम्म भने यहाँसम्म अनि प्लस 0 देखि उताको प्रोबेबिलिटी त 0.5 हो यो चाहिँ कति छ त भन्दा 0.7 छ अब यहाँबाट p माइनस हटाउन मिल्छ सिमेट्रिक रुलले z 0 is less than z is less than z1 गर्नुस् 0.5 ला उता लगेर सबट्र्याक्ट गर्यो उता जाँदा माइनस भयो र आन्सर आएछ 0.7 माइनस 0.5 गरेर 0.2 भयो अब हामी के गर्नु पर्यो त यहाँबाट भन्दा टेबलबाट 0.2 चाहिँ प्रोबेबिलिटी के को हो भनेर खोज्नु पर्यो अघिको भन्दा ठ्याक्कै अपोजिट काम गर्नु पर्यो अघि हामी के गर्थ्यौं त भन्दा यहाँ अगाडिपट्टिको z टेबलको पहिलो कोलममा हेर्थ्यौं यो कोलमको भ्यालुबाट हेरेर के गर्दैौ त z को भ्यालु यहाँ कति हो भनेर निकाल्थ्यौं भने यहाँ चाहिँ हामी के गर्नु पर्यो यो प्रोबेबिलिटीमा भ्यालु हेर्नु पर्यो के यो टेबल सँगै तपाईले हातमा लिएर हेर्नु होला यो मसँग सँगै हेर्यो भने बुझ्नुहुन्छ यो टेबलमा यो पछाडीतिर टन्नै कोठाहरु छन् नि यो बक्स भित्रमा 0.2 चाहिँ कहाँनिर छ भनेर खोज्ने 0.2 चाहिँ अब राकै हाम्रो यो कहाँ छ त 0.2 भनेर खोज्दा के भेट्यो त भन्दा एउटा चाहिँ छ हाम्रो यो टेबलमा आयो पछाडीपट्टिको बक्सतिर हेर्दै जानु भयो भने एउटा छ 0.2019 अर्को चाहिँ 0.1985 छ त्यो बक्सतिर गएर हेर्नु भयो भने तपाईले दुईटा भ्यालु हेर्नुहुन्छ 0.2 को नजिक एउटा 0.2019 छ कुन रोमा छ फर्स्ट सेकेन्ड थर्ड फोर्थ फिफ्थ सिक्स्थ यो 0.5 को भ्यालुमा एउटा 0.2019 छ अर्को 0.1985 छ है ठ्याक्कै 0.2 चाहिँ छैन के त्यो टेबलमा भ्यालु त्यो बक्स भित्र चाहिँ 0.2 ठ्याक्कै छैन के छ त एउटा 0.1985 छ एउटा भ्यालु 0.2 को नजिक भनेको एउटा 0.1985 छ अर्को चाहिँ 0.2019 छ 019 पनि 0.2 को अगाडि हो नजिकै हो त्यस्तै गरी 0.1985 भने पनि 0.2 को नजिकै हो भनेपछि यसको लगभग बिचतिर पर्यो नि त है 0.1985 र 0.2019 को बिचतिर पर्यो भनेपछि बिचतिर भनेको कसको भ्यालु त भन्दा एउटा 0.5 को 0.02 को तल छ अर्को चाहिँ 0.5 को लाइनमा 0.03 को तल छ भनेपछि एउटा 0.52 भयो यो 0.2019 भने चाहिँ 0.53 भयो 0.5 को 3 को लाइनमा छ यो चाहिँ 0.5 को 2 को लाइनमा छ अब 0.53 र 0.52 को एभरेज भ्यालु निकाल्ने त्यो प्लस त्यो डिवाइड बाइ 2 गर्नु भयो भने यसलाई हामी के लेख्न पर्यो फ्रम टेबल
टेबल हेर्दाखेरि के भयो त भन्दा Z1 को भ्यालु भेटियो कति त त्यसको र त्यसको एभरेज 0.53 र 0.52 को एभरेज गर्दा 0.525 भयो। अघिको भन्दा ठ्याक्कै उल्टो प्रोसेस छ ल। अघि चाहिँ हामी के गर्थ्यौं प्रोबेबिलिटी निकाल्थ्यौं भने अहिले चाहिँ प्रोबेबिलिटी दिएको छ Z को चाहिँ भ्यालु निकाल्नु छ। Z को भ्यालु भनेपछि अगाडिपट्टिको रो र फर्स्ट को कलम र फर्स्ट को रो को भ्यालुको रेफरेन्समा हामीले Z1 को भ्यालु खोज्यौं। अब यो Z1 को भ्यालु लगेर यहाँ इक्वेसन 1 मा राख्ने फ्रम 1 भन्ने अब इक्वेसन 1 मा लगेर भ्यालु राखौं। x1 को भ्यालु थाहा छैन x1 minus 100 by 10 equals to 0.525 भयो। यसलाई क्रस मल्टिप्लाई गर्दियौ x1 minus 100 equals to कति भयो त्यो इक्वल्स टु कति हुने भयो माइनस Z1 छ नि त हाम्रो इक्वेसनमा त्यो भएर माइनस राख्नु पर्यो हामीले इक्वल्स टु 100 minus 5.25 गर्दाखेरि x1 को भ्यालु कति भयो त 94.75 भयो। यसरी हामी x को भ्यालु निकाल्छौं। त्यस्तै गरी अब f नम्बरमा जाउँ त f नम्बरमा चाहिँ के भन्दै छ 80% अफ द भ्यालुज आर बिट्विन व्हाट टु भ्यालुज अफ x भनेपछि एउटा यस्तो नर्मल टेबल बनाऊ त नर्मल कर्व ल। अब नर्मल कर्वमा क्वेशन के हो त भन्दा यहाँ चाहिँ z को भ्यालु 0 हुने हो x को भ्यालु यहाँ 100 हुने हो मीन को लाइन हो यो। अब हामीले के हुनु पर्यो बीचको 80% भ्यालु बीचमा 80% पर्ने भनेको के बुझ्नु पर्यो यो सिमेट्रिक हुने भएर यो 50% को लाइन भन्दा यतातिर 40% यतापटि 40% बीचमा 80% पर्नलाई के हुनु पर्यो यता 40% आउनु पर्यो लेफ्ट तिर राइट तिर पनि 40% नै भ्यालु जानु पर्यो भनेको यो 40% हुनु पर्यो त्यस्तै गरी यो पनि 40% हुनु पर्यो अनि बीचमा के भयो त 80% भ्यालुज भयो के यहाँ देखि यहाँसम्म चाहिँ के भयो त अब 80% टोटलमा पर्नलाई x को भ्यालु कति हुनु पर्छ यहाँ मानौं x1 हुनु पर्छ यहाँ x को भ्यालु कति हुनु पर्छ थाहा छैन x2 हुनु पर्छ यो x x1 देखि x x2 को बीचमा चाहिँ 80% भ्यालुज लाइज गर्छ भनेर मानौं हामीले। अब हामीले यही x1 र x2 को भ्यालु निकाल भनेको हामीलाई x को दुईटा भ्यालु पत्ता लगाउनु पर्ने थियो। अब मानौं यहाँ z को भ्यालु त चाहिन्छ हामीलाई z को भ्यालु कति हो थाहा छैन माइनस z1 गर्दियौ किन भन्दा लेफ्ट तिर छ उतातिर चाहिँ z को भ्यालु कति हो थाहा छैन त्यसलाई z1 मान्दियौ। किन इक्वल लिएको त यता नि z1 किन त भन्दा यो लेफ्ट तिर नि 40% आको राइट पटि नि 40% आको यो नर्मल कर्व सिमेट्रिक कर्व हो त्यसैले यता 40 यता 40% भएको हुनाले z को भ्यालु यता जति लेफ्ट तिर आयो उति नै राइट तिर गएको छ त्यही भएर z को भ्यालु चाहिँ सेम साइन मात्रै डिफरेन्ट अगाडिपट्टि माइनस z1 पछाडिपट्टि z1 माने। अब यो भ्यालु चाहिँ हुनलाई यति भ्यालु चाहिँ हाम्रो प्रोबेबिलिटी को भ्यालु हो 80% भ्यालु चाहिँ भनेपछि लेट x equals to x1 and x equals to x2 be two values in which 80% values lies है जहाँ 80% भ्यालुजहरु पर्छन् x equals to x1 र x equals to x2 भन्ने दुईटा भ्यालु मान्यौ त्यो दुईटा भ्यालुको बीचमा 80% सेन्टर बीचको बिट्विन यो बीचको चाहिँ 80% भ्यालुज पर्छ भनेछ। अब यसको लागि मैले के गर्नु पर्यो त भन्दा when x equals to x1 z को भ्यालु निकालौं z equals to x1 minus 100 by 10 हुन्छ त्यसलाई हामीले के माने हम माइनस z1 लेट गरेका छौं यसलाई इक्वेसन 1 हेर्नु अब x को भ्यालु यो x को भ्यालुलाई z मा भ्यालु कन्भर्ट गर्दाखेरि माइनस z1 देखि x को भ्यालु z को भ्यालु x हैन z को भ्यालु z1 सम्म जोड्दा 0.8 हुने भयो। त्यो फिगरबाट त्यो ब्रेक गर्नुस् त 0 लाई बीचमा राखेर यो एरिया प्लस यो एरिया गरौँ प्रोबेबिलिटी अफ त्यसको एरिया भनेको कहाँदेखि कहाँसम्म z1 देखि 0 सम्म प्लस प्रोबेबिलिटी अफ 0 देखि z को भ्यालु z1 सम्म जोड्दा 0.8 भयो। अब यो दुईटालाई फेरि साइन माइनस छ नि त त्यही भएर यसलाई सिमेट्रिक रुलले यसलाई पोजिटिभ बनाउन पाउँछ अघि गरे जस्तै गर्ने यो सेम कपी गरे उतापटिको 0.8 सेम भयो यो र यो याद गर्दा दुईटा सेम भ्यालु आयो z को भ्यालु 0 देखि z1 सम्म 0.8 भयो भनेपछि फेरि p 0 देखि z को भ्यालु z1 सम्म गर्दाखेरि कति आउने भयो त हाम्रो यहाँ 0.4 आयो हैन। अब मैले टेबल हेर्छु फ्रम टेबल भने
Z1 को भ्यालु कति देखिन्छ 1.2 को 8 मा त्यो भ्यालु भेटिन्छ हेर्नुस् त 4 लाई खोजेको 0.4 ठ्याक्कै भेटेन 0.3997 भेट्यो त्यो भनेको 0.4 को नजिकैको भ्यालु हो त्यही भएर त्यहाँबाट मैले 1.2 को 8 आयो भनेर बुझे अब इक्वेसन 1 मा जाऊ फ्रम 1 भनेर इक्वेसन 1 मा लगेर भ्यालु राख्दियौ त के हुँदो रहेछ x1 minus 100 by 10 equals to minus z1 भनेको minus 1.28 भयो अब यहाँबाट x1 को भ्यालु निकाल्नु भयो भने 100 minus 12.8 भयो यो 12.8 लाई सबट्र्याक्ट गर्दाखेरि 87.2 हुने हो एउटा x1 को भ्यालु यो भयो अर्को x को भ्यालु निकाल्न फेरि from 2 भन्ने इक्वेसन 2 मा जाने x2 minus 100 by 10 equals to z1 भने अहिले भर्खर आएको छ 1.28 त x2 भनेको कति भयो त 100 plus 12.8 गर्दा 112.8 भयो यो दुईटा x को भ्यालुजहरु पत्ता लगाउनु पर्ने थियो हामीले फाइन्ड गर्यौं यसरी आन्सर कम्प्लिट हुन्छ है त हाम्रो नेक्स्ट क्वेशन छ क्वेशन नम्बर 2 assume that the average life of a small motor is normally distributed with a mean life of 10 years यहाँ दिएको कुरा बुझ्नु पर्यो कि एउटा एभरेज लाइफ अफ स्मल मोटर कुनै एउटा मोटर छ स्मल मोटरको त्यो स्मल मोटरको चाहिँ लाइफ एभरेज लाइफ छ है त्यसले चाहिँ के गर्छ नर्मली डिस्ट्रिब्युटेड छ भनेपछि नर्मल डिस्ट्रिब्युसन फलो गरेको छ भनेर बुझ्नु पर्यो नर्मल डिस्ट्रिब्युसनको क्वेशन हो भनेर दिनको लागि कि नर्मली डिस्ट्रिब्युटेड भनेर क्वेशनमा दिएकै हुन्छ तपाईहरुले अनि यो नर्मल डिस्ट्रिब्युसनको क्वेशन भनेर चिन्नु पर्यो अहिले हामीलाई के भन्दै छ एभरेज लाइफ ले चाहिँ के छ त स्मल मोटर कम्पनीको चाहिँ 10 इयर्स छ त्यो मोटर चाहिँ 10 वर्षसम्म टिक्छ भन्ने छ तर त्यसमा चाहिँ के छ कुरो भन्दा त्यसले चाहिँ नर्मल डिस्ट्रिब्युसन फलो गरेको छ लाइफ अफ द मोटरले हैन अनि स्ट्यान्डर्ड डेभिएसन 2 इयर्स दिएको छ कम्पनी हैज द पोलिसी अफ रिप्लेसिङ फ्री एनी मोटर दैट फेल्स व्हाइल्स अंडर ग्यारेन्टी एउटा यस्तो ग्यारेन्टी पिरियड फिक्स गर्न खोज्दै छ कि अब उसले चाहिँ के गर्दै छ रे त भन्दा द कम्पनी अफोर्ड to freely replace up to 2% of the motors that it produces कुनै त्यो मोटर कम्पनीले चाहिँ नि उलिसले आफूले बनाएको जति मोटर छ त्यसको 2% लाई मात्रै फ्रीली के गर्न सक्छ रिप्लेस गराउन सक्छ त्यही भएर त्यो 2% फ्रीमा यिनीहरुले रिप्लेस गराउनको लागि कति वर्षको चाहिँ नि उले के दिनुपर्छ ग्यारेन्टी दिएर पठाउनु पर्छ किनभने ग्यारेन्टी अन्डर ग्यारेन्टीमा भयो भने उले रिप्लेस गराउन सक्ने भयो ग्यारेन्टी पिरियड कटिसकेको बिग्रियो भने उले रिप्लेस गराउन नसक्ने भयो भनेपछि त्यो ग्यारेन्टी पिरियड भित्र सिध्याउनलाई 2% मात्रै उले के गर्न सक्छ रे त भन्दा 2% लाई मात्रै उले रिप्लेस गराउन सक्छ भने कति इयरको चाहिँ तपाईले के गर्नु पर्यो रे ग्यारेन्टी पिरियड कति दिनु भयो भने कति समयको ग्यारेन्टी दिएर कम्पनीले पठायो भने कम्पनीले चाहिँ आफुलाई कस्टमरलाई के गर्न सक्छ फ्रीली रिप्लेस गराउन सक्छ भनेर सोधेको छ क्वेशनले अब हामी के गर्नु पर्यो यसको सोलुसन गर्नलाई भन्दा let x be the life of small motor that follows normal distribution normal distribution follow गर्छ with यहाँ दिएको छ हामीलाई म्यु चाहिँ कति त 10 इयर्स स्ट्यान्डर्ड डेभिएसन चाहिँ कति 2 इयर्स को देन z निकाल्नु पर्यो भने स्ट्यान्डर्ड नर्मल भेरिएबल z निकाल्नु पर्यो भने x माइनस म्यु बाइ स्ट्यान्डर्ड डेभिएसन गर्नु पर्यो यहाँ x भनेको अहिले हामीलाई x नै भयो म्यु भनेको 10 बाइ 2 गर्नु पर्यो अब के बुझ्नु पर्यो त हामीले भन्दा कति वर्षको चाहिँ यो पिरियड फिक्स गर्यो भने हैन त let x equals to x1 be the guarantee period भनौं न अब when x equals to x1 गर्यो भने z को भ्यालु कति हुन्छ त भन्दा x भनेको x1 भयो x1 minus 10 by 2 गरे अब हामी एउटा फिगर बनाउँ नर्मल कर्व को त कुरो के हो त भन्दा z को भ्यालु यहाँ 0 हो अब हामीलाई के त ओन्ली 2% यहाँ z को भ्यालु कति हो थाहा छैन नि त त्यही भएर माइनस z1 मान्ने यो z1 भन्दा तलतिर चाहिँ लेस देन चाहिँ 2 इयर्स छ के
जम्मा जम्मी 2% मात्रै उसले रिप्लेस गर्न सक्छ के 2% लाई मात्रै भनेपछि 2% भने यहाँसम्म मात्रै आयो 50% हुनलाई त यो बिचको लाइनमा पुग्नु पर्यो तर कम्पनीले जम्मा जम्मी 2% मोटर्सलाई मात्रै फ्रीली रिप्लेस गराउन सक्छ भनेपछि यो चाहिँ 2% भ्यालु इन्क्लुड गराउने चाहिँ 2% मोटरलाई इन्क्लुड गराउने एरिया भयो यो एरियालाई चाहिँ अब z को भ्यालु यहाँ नेगेटिभ तिर आएको हुनाले हामी यसलाई के गर्छौं -z1 लेट गर्दिन्छौं यसलाई इक्वेसन 1 भनौं नाउ अब हामीले के बुझ्नु पर्यो त प्रोबेबिलिटी अफ के को x को त्यो लाइफ चाहिँ कति भन्दा कम भयो भने x1 भन्दा कममा बिग्रियो भने चाहिँ उले रिप्लेस गराउन सक्छ कतिलाई भन्दा 2% लाई मात्रै अब यो x लाई z को फर्ममा लेख्ने हो भने x इज लेस देन x1 लाई मैले के लेख्न पर्यो z इज लेस देन -z1 भनेर लेख्नु पर्यो इक्वल्स टु 2% 2% भनेको हामीले मिलाएर लेख्दियौ 0.02 अब फेरि यहाँबाट त्यो फिगरबाट हेरेर लेख्ने हो भने z1 भन्दा कम तिर जानु पर्यो भने के गर्नु पर्यो त हामीले 0.5 माइनस अनि यो यति खाली एरिया घटाउनु पर्यो यो एरिया घटाउनु पर्यो त्यो एरिया भनेको -z1 देखि z को भ्यालु 0 सम्म तब यसलाई मिलाएर फेरि लेखौँ त कति हुन्छ इक्वल्स टु 0.02 अब प्रोबेबिलिटी अफ त्यो माइनस हटादिन मिल्छ 0 इज लेस देन z इज लेस देन z1 इक्वल्स टु कति हुनुभयो 0.48 भयो यहाँ 0.5 यसलाई लगेर उता सबट्र्याक्ट गर्दा 0.02 सबट्र्याक्ट गर्दा 0.48 भयो अब हामी अघिको जस्तै टेबलमा गएर हेर्छौं 0.48 को भ्यालु टेबलमा कति छ भनेर खोज्नु पर्यो त 0.48 को भ्यालु चाहिँ हामीसँग ठ्याक्कै 48 त रहेनछ टेबलमा 0.4798 रहेछ त्यो चाहिँ 0.48 को नजिकै भयो 0.4798 टेबलमा हेर्ने 0.4798 चाहिँ कहाँ छ त भ्यालु भन्दा 2 को पछाडी 5 को तल छ ल अब इक्वेसन 1 मा हेर्नु त इक्वेसन 1 मा लगेर चाहिँ z1 को भ्यालु राखौं त कति हुन्छ x1 - 10/2 इक्वल्स टु z1 को भ्यालु भर्खरै आछ -2.05 z1 को भ्यालु 2.05 त्यहाँ माइनस छ x1 - 10 इक्वल्स टु माइनस कति भयो त यो 4.1 भनेपछि अब therefore x1 equals to 5.9 years अब हामी के बुझ्नु पर्यो त त्यो कम्पनीले चाहिँ नि के गर्नु पर्यो उसलाई ग्यारेन्टी टाइम चाहिँ कति दिनु पर्यो 5.9 इयर्स को ग्यारेन्टी टाइम दिनु पर्यो 5.9 इयर्स को ग्यारेन्टी टाइम दियो भने बल्ल के गर्न सक्छ उले आफ्नो गाडी मध्येको 2% लाई के गर्न सक्ने भयो त यसले हेर्नु त 2% लाई मात्रै चाहिँ नि फ्रीली रिप्लेस गराउनको लागि उसले ग्यारेन्टी टाइम पिरियड चाहिँ 5.9 इयर्स भनेर बेच्नु पर्यो सामान बेच्दा भन्ने कुरा आयो ल ओके क्वेशन नम्बर 3 हेर्नुस् त इन्कम अफ अ ग्रुप अफ 10,000 पर्सन्स वेयर फाउन्ड टु बी नर्मली डिस्ट्रिब्युटेड के छ त इन्कम अफ अ ग्रुप अफ 1000 पर्सन जम्मा जम्मी ग्रुप अफ पर्सन भने टोटल नम्बर कति रहेछ त भन्दा टोटल नम्बर अफ पर्सन्स n इक्वल्स टु 10,000 रहेछ 10,000 मा के दिएको रहेछ म्यू दिएको रहेछ मीन इज rs 520 रुपैयाँ मीन इन्कम दिति रहेछ त्यसमा स्ट्यान्डर्ड डेभिएसन दिएको रहेछ स्ट्यान्डर्ड डेभिएसनलाई हामी सिग्माले डिनोट गर्छौं त्यो चाहिँ 60 दिएको छ rs 60 अब तपाईलाई के चाहियो त लोएस्ट इन्कम अफ रिचेस्ट 500 लोएस्ट इन्कम अफ रिचेस्ट 500 अब यो 500% भनेको पर्सेन्टेजमा लादा कति हो त भनेर निकाल्नु भयो भने 500 डिवाइड बाइ 10,000 अनि इन्टु 100 गर्नु भयो भने 5% आयो लोएस्ट इन्कम अफ रिचेस्ट 5% भन्न चाहिएको रहेछ हामीलाई है अब लेट x बी द र्यान्डम भेरिएबल लेट x बी द र्यान्डम भेरिएबल which denotes the income which denotes the income अनि हामीलाई चाहिँ के चाहियो भन्दा
लोएस्ट इन्कम चाहिए, इन्कमलाई हामीले एक्स डिनोट गरेको छ भने तपाईलाई एक्स कै भ्यालु चाहिए, जो चाहिँ के हुनु पर्यो, रिचेस्ट मान्छेहरू एक ठाउँमा छुट्याउँदाखेरि त्यो रिचेस्ट मध्येको पनि लोएस्ट हुन्छ नि त, धनीहरूको पनि कम्पेयर गर्दा गरिब हुन्छ नि, जो 5% लोएस्ट इन्कम कम कमाउने 5% धनीहरूलाई छुट्याएर ट्याग मिलाउँदाखेरि त्यो 5% धनी मान्छेहरू मध्येको लोएस्ट कमाउनेको चाहिँ इन्कम कति भनेर सोधा। त्यही भएर अहिले हामीलाई एक्स को भ्यालु चाहिएको छ। अघिको क्वेशनमा हामी प्रोबेबिलिटी निकालिरहेको थियौँ भने अहिले चाहिँ हामीलाई एक्स को भ्यालु चाहिएको छ। लेट x1 be the lowest income of richest 5%. Therefore, probability of x which is less than x1, हैन, richest भनेपछि त कहाँ हुन्छ त, नर्मल कर्वमा हेर्नु त, नर्मल कर्व बनाऊ, नर्मल कर्व यो भयो। अब यहाँनिर म्यू भयो, यहाँ चाहिँ 100 हुन्छ x को भ्यालु, 100 हैन 520 हुन्छ मिन भ्यालु, हैन, मिन भ्यालु 520 यहाँ भयो। अब तपाईलाई चाहिँ के चाहियो, रिचेस्ट 5% भनेको यता होला, धनीहरू 5% भने यहाँनिर छ, यो स्याडो गरेको एरियामा 5% धनीहरू पस्छन्। यो मध्येको लोएस्ट इन्कम भनेको यो हो, x = x1 चाहिँ यहाँ छ, त्यो भ्यालु चाहिँ हामीलाई निकाल्नु पर्नेछ। अब त्यहाँ z को भ्यालु कति हो थाहा छैन, यहाँ z = z1 मान्ने, यहाँ z को भ्यालु कति हुन्छ, सधैं 0 हुन्छ। त्यसो भए यो भनेको के रहेछ त, इक्वल्स टु कति छ, 5% छ। अब when x = x1, यसलाई z को फर्ममा लानु भयो भने z = कति हुने भयो, x भनेको x1 माइनस म्यू भनेको हामीसँग छ 520 बाइ स्ट्यान्डर्ड डेभिएसन 60। यो कति हो z को भ्यालु थाहा छैन, इक्वल्स टु z1 मानेको छ हामीले अघि त्यो फिगरमा, त्यो z1 भनेर लेख्थे, इक्वेसन 1 बनाइराख्यो। Therefore के बुझ्यो त, probability of x which is less than x1 equals to 5% भनेको के रहेछ, probability of z which is less than z1 equals to 0.05 रहेछ। probability of z is less than z1, त्यो फिगरमा हेर्नु त, probability of z is less than z1 equals to 0.05 भनेको त्यहाँ कति हुन्छ त भन्दा, त्यो फिगरमा जाँदाखेरि चाहिँ कति हुने भयो, 0.5, त्यो सेन्टर भ्यालु भन्दा उताको भ्यालु 0.5 माइनस त्यो स्याडो नगरेको एरिया घटाउने, स्याडो नगरेको एरिया भने कहाँदेखि कहाँसम्म हो, z को भ्यालु 0 देखि z1 सम्म हो, इक्वल्स टु 0.05। किन यस्तो गर्ने त भन्दा 0 बाट सुरु नभइकिन टेबल हेर्न मिल्दैन त, which implies कति हुने भयो, probability of 0 देखि z को भ्यालु z1 सम्म भनेको 0.45 रहेछ। 0.05 यता 0.5 मा ल्याएर सबट्र्याक्ट गर्दा 0.45। अब हामीलाई अहिले के बुझ्नु पर्यो, प्रोबेबिलिटी चाहिँ हामीलाई थाहा छ, हामीलाई चाहिँ के चाहियो, z1 को चाहिँ भ्यालु चाहियो। अघिको टेबल हेर्ने भन्दा ठ्याक्क तरिका उल्टो के छ त, यो टेबलमा गएर यो प्रोबेबिलिटी को टेबलमा यतातिर यो प्रोबेबिलिटी को यो कोठाहरुतिर प्रोबेबिलिटी तिर चाहिँ z को भ्यालु कति त 0.45 खोज्ने। तपाईहरुले टेबलमा हेर्दै जाँदाखेरि 0.45 ठ्याक्कै त भेटिदैन, भेटिन्छ कति कति हेर्नुस् है, आफ्नो टेबलमा सँगसँगै हेर्नुस्। 0.4495 छ एउटा, अर्को चाहिँ कति छ 0.4505 छ, ठ्याक्कै 45 चाहिँ छैन, तर यसको बिचको भ्यालु छ हेर त 0.004049 भनेको 45 भन्दा 5 कम भयो, 0.005 भन्दा कम भयो, यता 5 बढी भयो भनेपछि यो कतिको भ्यालु हो टेबलमा हेर्दा भन्दा 1.6 को 4 मा हो भ्यालु, यो चाहिँ 1.6 को 5 को भ्यालु हो। ठ्याक्क बिचको भ्यालु निकाल्दा यो प्लस यो डिभाइड बाइ 2 गर्दा 1.645 आउँछ। फ्रम टेबल यो कन्डिसन सेटिस्फाई गर्ने z1 को भ्यालु चाहिँ 1.645 हुँदो रहेछ। त्यो 1.645 अब हेरौँ त 1.645 इक्वेसन 1 मा राख्ने, from 1 भन्ने x1 minus 520 divide by 60 equals to z1 भने 1.645। x1 को भ्यालु 60 into this plus 520 गर्नुस्, भ्यालु आउँछ 118.7 आउँछ x को भ्यालु। भनेपछि
त्यो रिचेस्ट 5% अफ द पर्सन्सको लोएस्ट इन्कम चाहिँ 618.7 रहेछ रुपीजमा राख्यो यो आन्सर हुन्छ ओके अर्को क्वेशन नम्बर 4 फाइन्ड द मीन एन्ड स्ट्यान्डर्ड डेभिएसन अफ अ नर्मल डिस्ट्रिब्युसन कुनै एउटा नर्मल डिस्ट्रिब्युसन छ हामीले त्यसबाट के निकाल्नु छ त्यो नर्मल डिस्ट्रिब्युसन अफ मार्क्स छ त्यसको चाहिँ के छ मीन र स्ट्यान्डर्ड डेभिएसन चाहिँ फाइन्ड गर्नु छ गिवन चाहिँ के छ त 44% स्टुडेन्ट्सले चाहिँ 55 भन्दा कम मार्क्स अब्टेन गरेको छ अरे 6% स्टुडेन्ट अब्टेन द मार्क्स एबभ 60 भनेपछि अब यसको सोलुसन गर्नु पर्यो भने चाहिँ हामीलाई लेट x denotes the marks obtained by the students which follows normal distribution ल यसले नर्मल डिस्ट्रिब्युसन फलो गर्छ अब अर्को कुरा नर्मल कर्व बनाएर हेरौं त के भन्छ क्वेशनले हामीलाई के भनिरहेछ त भन्दा यो सेन्ट्रल भ्यालु हो z को भ्यालु जहाँ 0 हुन्छ यहाँ x को भ्यालु μ हुन्छ तब हामीलाई के थाहा छ 55 भन्दा कम ल्याउने मान्छेहरु चाहिँ कति 44% छ भनेपछि 44% यता जानु पर्यो लेफ्ट तिर किनकि यो बिचको लाइन 50% को लाइन हो यो बिचतिर भएको 44% मार्क्स चाहिँ 44 है यो 44% चाहिँ के छ त भन्दा x = 55 भन्दा बिलो तिर छ यो भन्दा तल तिर छ मानौ यहाँ z को भ्यालु कति हो थाहा छैन -z1 मान्दिन त्यस्तै गरी यहाँ माथितिर 80 मार्क्स भन्दा बढी ल्याउने यहाँ x = 80 मार्क्स भन्दा बढी ल्याउनेहरु चाहिँ जम्मा 6% मान्छे छ यहाँ z को भ्यालु कति हो थाहा छैन मान्दिम एकछिनको लागि यो z2 ल z = -z1 र z = z2 मान्दै जहाँ के छ त x को भ्यालु 55 भन्दा बिलो तलतिर ल्याउने चाहिँ 44% छ त्यस्तै गरी 80 मार्क्स भन्दा बढी ल्याउने स्टुडेन्टको पर्सेन्टेज चाहिँ 6 छ तब हामीलाई के चाहियो म्यू र स्ट्यान्डर्ड डेभिएसन चाहिँ निकाल्नु छ हियर के चाहिएको त प्रोबेबिलिटी अफ x which is less than 55 x को भ्यालु 55 भन्दा कम ल्याउनेहरु चाहिँ 44% छन् अब x लाई z मा कन्भर्ट गर्नु पर्यो यदि x को भ्यालु 55 हो भने z को भ्यालु कति हुने भयो त 55 माइनस म्यू भने मीन थाहा छैन कति हो म्यू बाइ स्ट्यान्डर्ड डेभिएसन यसको भ्यालु कति हो थाहा छैन -z1 मान्दिम यसलाई इक्वेसन 1 भने मैले भनेपछि प्रोबेबिलिटी अफ x is less than 55 भनेको के रहेछ त z is less than -z1 equals to 0.44 रहेछ अब त्यो माइनस हटाउनु पर्यो त्यो स्याडो लागेको एरिया निकाल्नु पर्यो भने 0.5 माइनस प्रोबेबिलिटी अफ -z1 देखि z को भ्यालु 0 सम्म z1 देखि z0 सम्मको भ्यालु सबट्र्याक्ट गर्ने 0.44 आयो अब यहाँबाट मैले क्याल्कुलेट गरे भने यसलाई उता लग्यो माइनस पनि हटाइदियो है त 0 is less than z is less than z1 equals to 0. कति हुने भयो 0.6 हुने भयो अब फेरि अघिको जस्तै टेबल हेर्न जाम नर्मल टेबलमा 0.06 हेरौं पछाडी प्रोबेबिलिटी तिर फ्रम टेबल z1 को भ्यालु कति आयो भन्दा 0.15 आयो 0.15 z1 को भ्यालु आयो त्यो z1 को भ्यालु इक्वेसन 1 मा लगेर राखौं त फ्रम 1 भनेर इक्वेसन 1 मा राखौं त कति हुन्छ इक्वेसन 1 मा लगेर भ्यालु राख्यो भने 55 माइनस म्यू डिवाइड बाइ स्ट्यान्डर्ड डेभिएसन इक्वल्स टु -0.15 भयो ल अब 55 माइनस म्यू इक्वल्स टु 0.15 स्ट्यान्डर्ड डेभिएसन भयो माइनस मा यहाँबाट म्यू को भ्यालु निकाल्यो भने म्यू इक्वल्स टु 55 प्लस 0.15 स्ट्यान्डर्ड डेभिएसन यसलाई इक्वेसन 2 भनौं अब फेरि कुरा गरौँ त इक्वेसन 2 गरे जस्तै अब फेरि यहाँ के आबो त अगेन अब फेरि हामीलाई थाहा छ नि त प्रोबेबिलिटी अफ x which is greater than 80 भन्दा बढी ल्याउने चाहिँ जम्मा जम्मी कति मात्रै छ 6% मात्रै छन् अब यहाँबाट 6% भनेको 0.06 हो के हैन 0.06 हो अनि when यसलाई z मा कन्भर्ट गर्नु छ x = 80 भयो भने z को भ्यालु कति हुने भयो 80 माइनस म्यू डिवाइड बाइ स्ट्यान्डर्ड डेभिएसन हो त्यसलाई हामीले z2 सपोज गरेका छ
यसलाई इक्वेसन 3 बनाऊ। अब therefore probability of x greater than 80 भनेको probability of z greater than z2 भनेको चाहिँ कति रहेछ 0.06 रहेछ। अब उ त्यहाँ अघि जस्तै गरेर 0.5 माइनस त्यो 0 भन्दा उता z2 सम्मको एरिया घटाइदिने। 0 देखि z को भ्यालु z2 सम्मको एरिया सबट्र्याक्ट गर्दा 0.06 भयो। भनेपछि probability of 0 is less than z is less than z2 को भ्यालु आयो कति त भन्दा 0.44 आयो। 0.44 आयो। अब अघि जस्तै टेबलमा गएर 0.44 को भ्यालु हेर्ने। 0.44 को ठ्याक्कै भ्यालु त भेटिदैन, एउटा 4394 छ, अर्को 4406 छ। त्यसको एभरेज भ्यालु निकाल्यो भने कति आउँछ z2 को भ्यालु 1.555 आउँछ है। एउटा चाहिँ 1.55 छ, अर्को चाहिँ 1.5 को 6 मा छ। दुईटा भ्यालु एभरेज निकाल्दाखेरि फ्रम टेबल भन्ने टेबलमा गएर 0.44 प्रोबेबिलिटी हेर्न खोज्यो भने z2 को भ्यालु आउँदो रहेछ कति त 1.555। यो 1.555 इक्वेसन 3 मा राखौं। फ्रम 3 बनाउँदा फेरि कति हुन्छ फ्रम इक्वेसन 3 मा लगेर भ्यालु राख्नु भयो भने 80 माइनस म्यु बाइ स्ट्यान्डर्ड डेभिएसन इक्वल्स टु 1.555 हो। यहाँबाट फेरि अब माथि अघि इक्वेसन 2 मा म्यु को भ्यालु राखेको थियो त्यो निकालौं। 80 माइनस म्यु भनेको कति हो 55 माइनस 0.15 स्ट्यान्डर्ड डेभिएसन इक्वल्स टु 1.555 स्ट्यान्डर्ड डेभिएसन है। इक्वेसन 2 मा अघि हाम्रो म्यु को भ्यालु थियो, त्यो इक्वेसन 2 को म्यु को भ्यालु यहाँ राख्दिए मैले। अब स्ट्यान्डर्ड डेभिएसन जति एक ठाउँमा लैजाउँ, यो भनेको कति भयो 25 इक्वल्स टु यो स्ट्यान्डर्ड डेभिएसन र यो स्ट्यान्डर्ड डेभिएसन एड गरौँ कति हुँदो रहेछ त 1.555 plus 0.15 standard deviation 25 equals to यो एड गरौँ 5 5 10 को 0 क्यारी ओभर 1 आयो 7 1.705 स्ट्यान्डर्ड डेभिएसन हो। Therefore, standard deviation equals to 25 divided by 1.705. Standard deviation equals to 14.66. अब standard deviation मात्र निकाल्ने हैन, mean पनि चाहिएको छ। फेरि mean भनेको हाम्रो इक्वेसन 2 मा थियो। From equation 2 मा लगेर राख्यो भने कति हो त 55 plus 0.15 standard deviation equals to mean थियो। अब 55 plus 0.15 into standard deviation भनेको 14.66। यो भ्यालु क्याल्कुलेसन को काम मात्रै बाँकी छ। क्याल्कुलेसन गर्यो भने मीन आउँछ 57.2 57.2। Therefore mu भनेको रहेछ 57.2, स्ट्यान्डर्ड डेभिएसन भनेको रहेछ 14.66। 57.2 र 47.66 चाहिँ हाम्रो दुईटा मीन र स्ट्यान्डर्ड डेभिएसन को भ्यालु भयो। क्वेशन नम्बर 5, द एभरेज नम्बर अफ एक्सिडेन्ट्स अन इच इयर इन अ बिजी रोड इज 35। नम्बर अफ एक्सिडेन्ट इन अ बिजी रोड को कुरा आयो। यो बिजी रोडमा भएको एक्सिडेन्ट नम्बर अफ एक्सिडेन्ट्स भन्ने बित्तिकै यो कन्टिन्युअस प्रोबेबिलिटी डिस्ट्रिब्युसन हुनै सक्दैन, किनकि यो कन्टिन्युअस भनेको कुनै रेन्ज भित्र आइन्छ आउँदैन। कसरी भन्दा नम्बर अफ एक्सिडेन्ट्स त तपाईको पोइन्टमा हुन्न कि एउटा एक्सिडेन्ट हुन्छ कि दुईटा हुन्छ कि तीनटा हुन्छ, तर 2.5 वटा एक्सिडेन्ट पर्यो 3.1 एक्सिडेन्ट पर्यो भन्ने हुँदैन, हो किन? नम्बर अफ एक्सिडेन्ट्स भन्ने बित्तिकै त्यो डेसिमलमा हुँदैन कि एउटा हुन्छ कि त दुईटा हुन्छ कि त तीनटा हुन्छ, कुनै काउन्टिङ नम्बरमा हुन्छ। त्यसैले यो कुनै सर्टेन रेन्ज भित्र नआउने भन्नाले यो चाहिँ के हो कन्टिन्युअस नभएर यो डिस्क्रिट प्रोबेबिलिटी डिस्ट्रिब्युसन हो। डिस्क्रिट प्रोबेबिलिटी डिस्ट्रिब्युसन दुईटा हुन्छ, तपाईहरुलाई थाहा छ, बाइनोमियल प्रोबेबिलिटी डिस्ट्रिब्युसन र के हो पोइसन प्रोबेबिलिटी डिस्ट्रिब्युसन। तब यहाँ भनेको छ फाइन्ड द प्रोबेबिलिटी दैट देयर आर मोर देन 45 एक्सिडेन्ट्स इन अ इयर। एक वर्षमा 45 भन्दा बढी एक्सिडेन्ट हुने प्रोबेबिलिटी पत्ता लगाउनु पर्यो बाइ युजिङ नर्मल एप्रोक्सिमेसन। नर्मल को युज गरौँ तर कसलाई टु पोइजन डिस्ट्रिब्युसन। यो पोइजन डिस्ट्रिब्युसनमा छ रे क्वेशन, त्यो पोइजन डिस्ट्रिब्युसनमा भएको क्वेशनलाई नर्मल प्रोबेबिलिटी एप्रोक्सिमेसन युज गरेर सल्भ गर्ने। त कसरी गर्ने एउटा क्वेशन हेरौँ। बाइनोमियल भने पनि पोइजन भने पनि गर्ने तरिका एउटै हो। के गर्ने कन्टिन्युअसमा कन्भर्ट गर्ने है त। लेट
X denotes the number of accidents. Number of accidents in a busy road which follows Poisson distribution. Which follows Poisson distribution. अब यहाँ दिएको छ हाम्रो मीन एभरेज नम्बर भन्ने बित्तिकै म्यू लाई हामी ल्याम्डाले डिनोट गर्छौं पोजिसन डिस्ट्रिब्युसनमा त्यो चाहिँ कति छ अरे 35 छ अरे त्यसो भए स्ट्यान्डर्ड डेभिएसनको फर्मुला रुट अन्डर ल्याम्डा हो रुट अन्डर 35 गर्ने 5.916 आयो हामीलाई मीन र के दिया छ स्ट्यान्डर्ड डेभिएसन दिएको छ अब हामीलाई के पत्ता लगाउनु पर्ने प्रोबेबिलिटी अफ x which is more than 45 accidents equals to what now अब हामीले निकालौं प्रोबेबिलिटी अफ x which is greater than 45 भनेको प्रोबेबिलिटी अफ x which is greater than 45.5 हो के गरेको त भन्दा यो नर्मल एप्रोक्सिमेसन युज गरेको युजिङ normal probability approximation यो भनेको के हो त भन्दा हामीले के बुझ्नु पर्यो भन्दा यो डिस्क्रिट थियो जस्तै 45 वटा एक्सिडेन्ट हुने प्रोबेबिलिटी कति x 45 निकाल भनेको भए हामीले के बुझ्नु पर्यो बीचमा 45 पर्ने भनेपछि 45 लाई एस नम्बर अफ एक्सिडेन्ट त कि 44 वटा हुन्छ कि त 45 हुन्छ कि त 46 हुन्छ अब हामीलाई 45 वटा एक्चुअल 45 भनेको भए चाहिँ यसलाई के गर्नु पर्यो x 44.5 देखि 45.5 बनाउनु पर्यो के बीचमा 45 पर्नु पर्यो है यसलाई कन्टिन्युअस बनाउँदाखेरि 1 को ग्याप हेर्नु पर्छ त 1 भने किन त भन्दा नम्बर अफ एक्सिडेन्ट कि 44 हुन्छ कि त 45 हुन्छ भने 1 को ग्याप हुन्छ नि त त्यो 1 लाई चाहिँ 0.5 को रेफरेन्स दुईपटी करेक्सन कोएफिसिएन्ट चाहिँ 0.5 लिनु पर्छ अब हामी के बुझ्नु पर्यो x 45 भनेको छ भने 44.5 देखि 45.5 सम्म जानु पर्यो x is greater than 45 भनेको छ भने चाहिँ 45.5 आउनु पर्यो ग्रेटर देन बाट यदि x is less than 45 भनेर सोध्या भए चाहिँ x is less than 45 भनेको भए चाहिँ के हुन्थ्यो less than 44.5 हुन्थ्यो लेस देन भयो भने 0.5 घटाउने मोर देन भन्यो भने 0.5 जोड्ने भ्यालुमा र ठ्याक्कै इक्वल टु 45 भन्यो भने चाहिँ लेफ्ट तिर 0.5 घटाउने राइट तिर 0.5 जोडेर कन्टिन्युअसमा कन्भर्ट गर्ने अब यो त x को भ्यालु भयो भनेसी when x equals to 45.5 z को भ्यालु कति भयो 45.5 minus 35 by 5.916 गर्नु पर्यो यो गर्दाखेरि कति आउने भयो त भ्यालु भन्दा 1.77 चाहियो z को भ्यालु 1.77 भन्दा ग्रेटर चाहियो हो त त्यसो भए therefore probability of x greater than 45.5 भनेको के रहेछ probability of z which is greater than 1.77 भने रहेछ तब 1.77 भन्दा ग्रेटर भनेपछि अब एउटा नर्मल कर्व कन्स्ट्रक्ट गरौँ त्यो नर्मल कर्वमा चाहिँ के हुनु पर्यो त अब 1.77 भन्दा ग्रेटर भएको हेर्नु पर्यो टक्क नर्मल कर्व बनाउने कपिको साइडमा बनाउने यो त्यसपछि यो कति भयो त भन्दा 0 भयो हामीलाई चाहिँ चाहियो 1.77 भन्दा ग्रेटर 1.77 भन्दा ग्रेटर भने यो भयो z 1.77 भन्दा ग्रेटर चाहियो 1.77 भन्दा ग्रेटर निकाल्नको लागि अब के गर्नु पर्यो त्यो स्याडो लागेको एरिया निकाल्नु छ तब स्याडो लागेको एरिया निकाल्नलाई के गर्ने इक्वल्स टु 0.5 माइनस यो खाली पार्ट भनेको कति 0 देखि z को भ्यालु 1.77 सम्म 0.5 माइनस अब नर्मल टेबलमा गएर 1.7 को 7 को तल भ्यालु हेर्ने 1.7 फर्स्ट कोलममा हेर्ने त्यसको 7 को तलको भ्यालु हेर्ने 1.7 को 7 को तल 0.4616 छ
0.4616 छ। यो सब्ट्र्याक्ट गर्ने 0.0384 यसरी आउँछ। नर्मल एप्रोक्सिमेसनमा कन्भर्ट गरेर सल्भ गर्ने क्वेशन। बाइनोमियललाई नर्मलमा लाँदा अथवा पोइसनलाई नर्मलमा लाँदा यो करेक्सन फ्याक्टर 0.5 चाहिँ घटाउने बढाउने कुरा चाहिँ याद हुनुपर्छ। यो रुल अनुसार अनि हामी एप्लाई गर्न सक्छौं। यसरी गर्ने। थ्यांक यू फर वाचिङ दिस भिडियो।